तपाईहरुले खानुहुने जुमा म खान्छु अब म चाहिँ सरगेमलाई कटिङ गर्न गइरहेको छु अब म कटिङ गर्छु है त कस्तो भएछ आजको जान्नु पर्यो यस्तो मजाले पाकिसकेको छ एकदम राम्रो तरिकाले हालिएछ हौ नि फेरि हाम्रो सरगेममा चाहिँ अलिकति चामल धेरै भएर अनि दिनमा त फेरि गएर उता ए मुडामा चाहिँ बस्नु पर्ला त्यसमा चाहिँ यो राख्नु न सरगेमबा तपाईलाई किन भन्दा त्यो अलिक त्यसपछि अब यहाँ अहिलेसम्म म चाहिँ सुँगुरको आन्द्रा नै बनाउँछु अनलाइन अब म माथि गएपछि अहिले अलिक तलतिर अलि भएको नै छैन राम्रोसँग भर्खर प्याज हाल्यो यो सरगेम्बा बनाउनुलाई चाहिँ तयारी भइसक्यो अब हामी यसरी प्लास्टिक खोलेर प्लास्टिक त कस्तो खोल्नै नसक्ने दिदी काट्ने पो ल्याउनु पर्ने रहेछ प्लास्टिक त टाइट भएर नि मजाले मान्छ हजुर हजुर दिदी तपाईलाई दुःख दिन्छु यो दुईटा चाहिँ रगत र हो यो चाहिँ तपाईले भित्रै लानु अब लो यो चाहिँ अब हेरेर हजुर दिदी भन हजुर हजुर प्यारा कहाँ हिँड्नु भएको प्यारा हजुर अनि बिचरा राम्रोसँग धुँदैछ हेर्नुहोस् अब यो चाहिँ हामीले सरगेम्बा बनाउनलाई उस गरेको हो यहाँ त्यो हाम्रो पूजाले अघि नै धुइदिन त धुइदिए के अरे आन्द्रा पखाल्दैछु आज चाहिँ हामी सरगेम्बा खाने भनेर यहाँ हाम्रो घर बेटी दिदी हामी सल्लाह गरेर चाहिँ खानुपर्छ भनेर अघि बिहान हामी बजार गएर लिएर आएको है अब हेर्नुहोस् यो चाहिँ मैले नुन हालिसकेको स्पेसल यो ठुलो ठुलोहरूको चाहिँ सरगेम्बा बनाऊँ भनेर होइन हाम्रो वाम्बुले भाषामा चाहिँ जुमा भन्छ उदय यो मेरो माथि तान्देऊ न अलिकति बाउला ल भयो 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 धेरै भयो धेरै अनि यो अब नुनले चाहिँ अलिक यसको सबै चिप्लो चाप्लो लान्छ नि त अब हामी चाहिँ यहाँ यसरी हाम्रो के अरे खानुको लागि चाहिँ आन्द्रा उसिनिन्छौँ यो चाहिँ सरगेम्बाको लागि तयारी भएको हामी चाहिँ यहाँ आगोमा आज चाहिँ पकाएर मस्त खाने भनेको है नन्द भाउजू मिलेर पकाएर मेरो नन्दा हुनुहुन्छ यता चाहिँ अब म चाहिँ यो सरगेम्बाको लागि उसहरू तयारी पार्छु के हुन्छ अचार के भन्छ चामल चामल पनि खोइ चामल चाहिँ है त्यतिको भन्छ चामल अघि भिजाइसकेको छ त्यो भिजाकै लाउनु ल भिजाएर सबै अब मासुसँग मोलेर अनि एकैचोटि हो त उसिन्ने अलि पकाएको चामल चाहिँ होइन नि पकाएको चामल त तितेमा पो हो गाह्रो छ बनाइ खानु गाह्रो छ ल ल दिदी होइन नि अब म त उहरू ल्याउनु पर्ने छ चामल ऊ सबै अब म ल्याउँछु नि त लागि चाहिँ उदय बेगाले चाहिँ यहाँ फेरि मसला पिस्दैछ मसलाहरू हाल्ने खुर्सानी चट्ट है गाउँले स्टाइलले मिठो बनाउने है उदय हाम्रो दिदीले चाहिँ पानी ल्याउँदै हुनुहुन्छ हाम्रो घर बेटी दिदी हुनुहुन्छ उहाँ चाहिँ आज हामी मिलेर यहाँ टक्क सरगेम्बा खाने भनेको दिदी हजुरले चामल कता भिजाइदिनु भएको छ कता भिजाइदिनु भएको छ यहाँ धोएर भिजाउनु भयो र यता चाहिँ हाम्रो अर्को उसिन चलो चलो भयो मतलब एकचोटि यसरी गर्नु यसरी यसरी सफा गरेर खाने हो के है मैले चामल यहाँ हेर्नुहोस् भिजाइसकेको छु त्यसरी पल्टाउँदा मेरो लागि
अनि योको सफा कतिजनाले चाहिँ अब आन्द्रा नधोई पकाउनुहुन्छ त्यसमा तपाईँको के निस्किन्छ भन्दा पानी निस्किन्छ खासै सफा भएको हुँदैन क्या खासमा यो आन्द्रा चाहिँ नुन हालेर मजाले पखालेर अनि यसरी उसिनिने अनि त्यसपछि स्वार काटेर हल्का यता सार्छु यसमा मोलुङ चामल होइन के गाउँकोहरू त एकदम अत्याधिक हुन्छ कुखुराहरू पनि त्यहाँ हेर्नुहोस् यसरी अब चामल छुट्टै भाँडामा तयार पार्ने सार्गेम्बाको लागि होइन अनि त्यसपछि अब यसमा मैले चाहिँ हल्का रगत अनि के अरे हल्का किमा पनि हाल्छु आज चाहिँ अलिक बेस्ट नै बनाऊँ भनेर किनकि मैले पहिला खासै त्यस्तो किमा हालेको चाहिँ बनाएको छैन नि त अनि अब यो चाहिँ हामीले अघि किमा बनाएर नानी नानी भयो नचोक्नु नि त किमा बनाएर ल्याएको मासु पनि म हाल्छु आज चाहिँ अलिक एक्स्ट्रा पाराले बनाऊँ भनेको त्यही भएर यो चाहिँ अघि माथि हामीले डाइरेक्ट किमा बनाएर यसरी होइन यो चाहिँ फर्स्ट टाइम मैले यसरी बनाउनु लाग्यो है अब हेरौँ मासु र यसरी यो गर्नु होइन यो खोल्देऊ न उदय यो म मात्र काम नलाग्ने भनेको त हेरौँ पनि आज चाहिँ राइनीले लिम्बूको घर चेम्जोङ लिम्बूको घरमा चाहिँ सार्गेम्बा बनाएर चाहिँ चेम्जोङ कालीहरूलाई खुवाउँदै हुनुहुन्छ खुवाउँदैछु होइन यहाँको दिदीले पनि फर्स्ट टाइम खाँदै हुनुहुँदो रहेछ उहाँलाई खासै त्यस्तो मलाई त आउँदैन नि सीता बहिनी भन्नुहुन्छ आज चाहिँ म हाम्रो दिदीलाई पकाएर खुवाउँदैछु सुगमको आमा हुनुहुन्छ उहाँ चाहिँ यहाँ हाम्रो चेम्जोङ फ्यामिलीमा सबै लाउने आधी उसको लागि राख्ने आधी यता लाउने देऊ न लसुन मात्र फेरि एकछिन ल म अलिकति अदुवा ल्याउँछु अनि खोर्सानी लाउने भनेको थोरै गोलभेडाको अहिले अचार बनाउने गर्छ त्यतिले पुग्छ उसलाई अब यहाँलाई नि पानी टक्क चाहिन्छ क्या त्यही भएर नुन हाल्देऊ न नानी कुखुरा त के साह्रो होइन अझै अलिकति ल एकछिन ल अब एक चम्चा ल यति कडी हुँदैन होइन मलाई अड्कल भएको छ नुन नलागे पनि मिठो हुँदैन अहिले अब यसमा त पानी हाल्नुपर्छ अनि त्यही भएर नुन चाहिन्छ नि पानी लाएर सतत लाउनु लाउने हो नि त त्यही भएर अब एक रातै त्यो सानो राम्रो पानी मगाउनु यो होइन यो पानी नै यो चाहिँ उसको पानी सार्गेम्बाको दुःख यस्तो हुन्छ होइन यो चाहिँ नन्दा अब पछि तमक आउँदा मलाई नि बनाएर खुवाउ ल यो आन्द्रा बान्नलाई आन्द्राको मुख बान्ने हैन मेरो आन्द्रा रे तपाईको आन्द्रा रे सीताको आन्द्रा रे पुग्यो कि तरकारी पुग्यो होला अब एकछिन पुगेन भने फेरि काट्नु उदे पानी किन अनि कहाँ यतिकै हुन्छ त नि कस्तो किन भनेको अनि पानी बिना यो पाक्छ त मरो यति पानीले मात्रै हुन्छ अलग खालको तिमी अलग खालको बनाउँछौ बनाउ न अब यो त निकाल्दा हुन्छ त्यसलाई छुट्टै लगाउनु नि त्यो अर्को कराईमा लगाइराख्दा नि हुन्छ समात्ने चाहिँ यो समात्ने चाहिँ यो त्यतिकै निकाल न खै मैले होइन उयो छ त समाउने थियो त हामी
गाउँमा हुर्केकालाई यस्तै स्किलहरू त थियो अब यहाँ हात चाहिँ धुनु पर्यो अब के धुनु त्यो यो फाटिन्छ त लु भयो ल एकछिन आउट गर्नु ल साह्रो फुल्यो क्या तिम्रो क्यामेरा आफै ओपन हुँदैन हुन्छ है हुन्छ त्यसरी नै साइडबाट साह्रो अझै यसले गर्दा हुन्छ उतापट्टि पनि लग्यो कस्तो हुन्छ यो पहिलो प्रोसेसिङ सार्गेम्बाको यसरी मुख बान्नुपर्छ अनि अर्कोपट्टि राखेर त्यसपछि अर्कोपट्टिबाट पनि गाँठो पार्नुपर्छ चाहिँ यो लगाइसकेपछि अझै पार्दै हुँदैन यहाँ त एउटा ऊ पनि चाहिन्छ नि अब पानी हाल्नलाई नानी बटुका भन्दा नि सानो ग्लास भयो नि हुन्छ पानी हाल्नुलाई मेरो चाहिँ यहाँ चाकै डढ्नु लागिसक्यो के अब हेर्नु है यसरी चाहिँ खाट्नुपर्छ सार्गेम्बा खानु नि गाह्रो छ नि हो साथीभाइ हो नुन लाग्छ जस्तो लाग्छ लाग्दैन भने फेरि मिठो नि हुँदैन अचार पिस्नुपर्छ है म त कि आगोले कस्तो भयो ल अब म यता नानीको मेरो चाकु अलिक सार्दिउ न लु है मेरो चाकु अलिक सार्दिनु नि पिरा सार्देऊ भन न पिरो सार्दिउ न अब यहाँ भोलि यसो टुट हाल्नु त्यो काट्दा पनि हुन्छ होला ल नानी कतिको चामल पर्छ यो चाहिँ हाम्रो चाहिँ ससेज है नेपाली ससेज नेपाली ससेज हेर्नुहोस् अब यो चाहिँ यसरी टनाटन ससेज जस्तो बनाउँछौँ यसमा चाहिँ पानी अनि चामल हामीले हालिसकेको छौँ कि अनि त्यही भएर अब हाम्रो नानीले बान्नुहुन्छ अनि बाँधेपछि अलिक माथि मजाले कसिलो फेरि अलिक यो बनाउन चाहिँ नि नानीले झन्डैले त्यो रेसा चुट्यो रेसा चाहिँ छुटेको हो यो चाहिँ दुईजना चाहिँ चाहिने नै रहेछ क्या मान्छे चाहिन्छ नि दुईजना दुईजना बिना नहुने रहेछ सर्गेम्बा किनेर खाँदा चाहिँ महँगो जस्तो लाग्ने महँगो भयो नभन्दा पनि हुने रहेछ किनभने मेहनत धेरै हुन्छ हुने रहेछ ल उतै आएको त्यो गरेको फालेर गर्नुपर्थ्यो अब खोइ यहाँ समाउने कहाँ गयो यहाँ त छेउमा छ सीताको छेउमा खै कता छ यतापट्टि यो चारोमा लाउनुपर्छ होला हाल्यो भरे बिराम भने है चारोमै हाल्ने होइन चारोमै हाल्ने ल अब हो त्यस्तै त्यहाँ राख्ने टक्क पारेर ल अब फेरि चाहिँ यहाँ हेर्नुहोस् यसरी तयार हुँदैछ एकछिन नगर्नु नानी अहिले पल्टाउने नानी अहिले एकछिन फुट्छ पो अलिक एकछिन तातो होस् पानी अलिक कम भएछ अलिक पानी गरौँ थपौँ होइन हाम्रो सर्गेम्बा चाहिँ यहाँ हेर्नुहोस् यसरी कति छिटो सुकेको हो कि क्या अघि त धेरै लाग्यो जस्तो लाग्यो ए बढेर होला नि यो सार्गेम्बा पनि खाने भनेर मात्रै हुँदैन क्या यो बनाउन जान्नुपर्छ बनाउन जानिएन भने त उही हो नि फेरि यसमा कति धेरै चामल लगाइहाल्छ भयो अलिकति पर्दैन सार्गेम्बा खानु कहाँ सजिलो छ नि साथीहरू गाह्रो छ नि माला लगाइदिउँ क्या हो ए हाय
हाम्रो एक झक पाकिसक्यो होइन सो अब म निकाल्दैछु अनि मेरो घुमाइदेऊ न अनि म सारिदिन्छु मेरोबाट सार्दा हुन्छ त उसमा वाट्सएपमा नि डकुमेन्ट्स गरेर पठायो भने नि रियल आउँछ अब म चाहिँ सार्गेम्बा निकाल्दैछु हाम्रो वाम्बुले राई भाषामा चाहिँ झुमा भन्छ सो अब हातैले यो चाहिँ निकाल्नु पर्यो यस्तो मजाले पाकिसकेको छ एकदम राम्रो तरिकाले हालिएछ हौ नि यस्तो साह्रो छैन क्या साह्रो छैन यो चाहिँ महा ठुलो हो है यिनीहरू चाहिँ यो हो नि त यो सार्गेम्बा भनेको यो झन् आज मैले नानीलाई नि सिकाएँ अब दमक आउँदा मलाई बनाएर खुवाउनु ल अनि आजको हाम्रो यहाँ घरबेटी दिदीले चाहिँ अहिलेसम्म खानु भएको छैन अरे होइन त्यही भएर चाहिँ अब यहाँ त चामल पुगेन क्या हो के अलिक उ भयो गिलो 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 भयो गिलो गिलो नि मिठो नि हुन्छ ए होइन तर पुग्यो होला यो यो यतापट्टि पाकेको छैन कि अघि होइन पाकेको छ कस्तो दामी भयो नि लिरेप लिरेप गइसक्यो पाकेको छ अलिक कम्ती भयो होला तर एकछिन अब चिसो भएपछि अब यता आउनु म अर्को पनि हाल्छु ल यहाँदेखि म अरू पनि यसमा अलिक झोल कम भयो कि अलिक त्यो तातो पानी तताएको थियो त खोइ लानुभयो दिदीले के हौ खानेकुरा पाक्यो कहाँ भर्खरै एक लट झिक्यो अब एक लट यो पनि लगाउँ न कति अझै अट्छ क्या एउटा होला एउटा ल धेरै नभए अनि त्यसपछि त भरे फेरि अझै फुलेर के भइसक्छ अनि कस्तो लाग्यो त आजको हाम्रो सार्गेम्बा दिवस मलाई एउटा फोटो खिचिदेऊ न तर अहिले खिचौँला है हैन त्यसै गर्नु न एकचोटि खिचिदिए त पिलिका पिलिका ठाडोमा भयो किनीमा बोकेर हिँडिराख्नु भएको छ कि क्या नानी अब यो काटौँ ल नानी यो पनि सरसो काट्नु म त खतरा सुन्छु तपाईँ काट्ने कि म काट्ने जोडले भने काट्नु म ऊ चकिङ बोर्ड ल्याउनु पर्यो नि त चकिङ बोर्ड ल्याउनु पर्यो नि त कस्तो छ राइनीले भनेको नानी यसमा अब चाहिँ टक 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 काट्ने होइन आन्द्रा चाहिँ यहाँ हाम्रो लक्ष्मी दिदी चाहिँ लक्ष्मी दिदी चाहिँ हाम्रो दर्शक मात्र हो भर्खर आइपुग्नु भएको हामी चाहिँ बनाउने खाने दर्शक खाना पाक्यो भनेर आउँदै हुनुहुन्छ तर पाकेको चाहिँ छैन एक लट चाहिँ पाक्यो अब त्यो के गर्नु पनि अचारै पिने छैन उदय त सापिकको मोबाइल लु दुईजना लाखिनीहरू जिन्दाबाद है ल ओके अब यो चाहिँ हामी चट काट्ने अनि भुट्ने अलिकति दाउरा ल्याउनु पर्ने भयो मेरो नानी ऊ दाउरा माथि छ त्यो ठुलो वाला हैन त्यो सानो बोल्ने वाला यो दाउरा ल्याउने अनि मजाले पकाउने खै नि त ल त्यतिले पुग्छ अरूलाई चाहिँ पुग्छ हेर्नु है राइनी गाउँले स्टाइलको पुग्दा डरो गर्छ नि यतिकै लिम्बूले मन परेर लगेको होइन हो त नि कसको दाइरे मेरो मिना नेम्बाङको दाइले अनि के भयो दाइको नाम शैलेश नेम्बाङले मन पराएर ल्याउनु भएको मेरो भाउजू कडा भाउजू अनि फुर्तिलो भाउजू यहाँ त खुकुरी चाहिन्थ्यो नानी चुलेसी छ नि छ ल्याउ न यो त यसरी काट्ने हो नि त यहाँ हेर त यसरी हो के चट्चटै अनि त्यो यसमा राखेर काट्दा अप्ठ्यारो भयो यो त अप्ठ्यारो भयो अब म चुलेसी लगेर जान्छु नि होला रात पर्यो अचार पिन्छ हो रे त हैन म अचार पिन्छ ए त पिन न नबस्ने ल ठिकै छ यहाँ चाहिँ हाम्रो अचारको लागि एकदम टमाटर टक्क
पाकिसकेको छ अघि दिदीले उसिनिसक्नु भएको छ अब यो अचार बनाउने यो अनि त्यसपछि धनियाँको अचार बनाउने अनि त्यसपछि खाने ल यस्तो दामी छ यो काट्ने लु है नानीले यो चिसो पानी लायो भने अलिक खर्र हुन्छ कि हुँदैन चिसो पानी यसमा कि किन हाल्ने छोड्दिनँ अब म आफै यो गर्छु हेर्नुभयो आन्द्रा यसरी हाम्रो रियलमै आन्द्रा यसरी बटारियो यस्तै होला नि त भित्र यसरी मरिन्छ नि हामी त एकछिनमा यस्तो आन्द्रा बटारियो भने त नानी त्यसमा मिलेर बसेको छ त पेटमा जसरी यो सार्गेममा जस्तो पटक पटक भएर मिलेर बसेको छ नि ल हेर्नुहोस् अब म यो साप्रा काट्न गइरहेको छु यो चाहिँ के को साप्रा भन्दाखेरि चाहिँ यो चाहिँ सुँगुरको साप्रा त्यही भएर मैले भन्छु नि सुँगुरको मासु खानु मन लागि राइनीलाई बिहे गर्नु भनेर एक बक्सिङ ये लाएर दिउँ कि क्या होस् है मै मात्र छु यहाँ अरूलाई भ्याउँदैन म मात्र छु अनि अरूलाई भ्याउने भयो बक्सिङ ल लगाइदिउँ क्या कस्तो राम्रो देखेँ काट्नु पनि मन लाग्यो नि मलाई ल अब यसलाई दुई भाग पारेर यस्तरी काट्ने हो यो झन् यस्तो मिठो हुन्छ इतना मिठो हुन्छ अब कस्तो लाग्यो मेरो कटिङ दामी नानीमा एकदम पर्फेक्ट पर्फेक्ट एकदम तपाईँ त पहिले मासु काट्दै बस्नु भएको हो कि क्या हो माइतीमा हो म आफै मतलब आफै भाले काटेर आफै बनाउने हो नि तपाईँको एउटा भ्लगमा देखेको थिएँ क्या सुकुटी धेरै हो नि हो त्यही नै हो मेरै हो त्यो भ्लग त्यही त धेरै सुकुटी काटेर सुकाएर त्यो नाङ्लोमा देखाएको नाङ्लोमा त्यो तेह्रथुममा देखाएको मैले हो एकदम राम्रो नोटिस गर्नुभएछ अहिले याद आयो क्या मलाई म बेला बेला मेरो दिमागमा आउँछ नि याद आउँछ नि हाई एभ्रिवान तपाईँले यहाँ हेर्न सक्नुहुन्छ म चाहिँ आज यहाँ पञ्चमी गाउँमा चाहिँ के अरे पातले भन्ज्याङ हो पातले भन्ज्याङ हाई एभ्रिवान म चाहिँ आज यहाँ पातले भन्ज्याङमा चाहिँ आफ्नै राइनी स्टाइलको परिकार जुन चाहिँ सुँगुरको आन्द्राबाट बनेको सेरगेम्बा हामी चाहिँ हाम्रो वाम्बुले भाषाबाट जुमा भन्छौँ तपाईँहरूले यहाँ हेर्न सक्नुहुन्छ सेरगेम्बा अब पाक्नुलाई रेडी हुँदैछ भने यो चाहिँ यहाँ पाकिसकेर पनि अब खानुलाई तयारी अब अचार हाम्रो घरबेटी दिदी सुगमको आमाले बनाउँदै हुनुहुन्छ र एक लट चाहिँ यहाँ सेरगेम्बा पाक्दैछ अब लिम्बू भाषाबाट सेरगेम्बा हाम्रो भाषाबाट चाहिँ के अरे जुमा भन्छ होइन अनि नेपाली भाषाबाट चाहिँ ससेस भन्छ क्या है नेपाली इङ्ग्लिसबाट इङ्ग्लिसबाट है अब नेपालीबाट के भन्छ ससेसलाई सो यहाँ बनाउँदैछु त्यही भएर म भन्छु नि म त गाउँमा पनि फिट हो सहरमा पनि फिट हो विदेशमा पनि फिट हो अब कहाँ कहाँ फिट हुन बाँकी छ त्यो पनि भनौँला सबै ठाउँ फिट हो अनि यो सेरगेम्बालाई चाहिँ अब के ससेजलाई चाहिँ नेपालीमा के भनिन्छ तपाईँहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला हामी छैन ल भयो हाई एभ्रिवान अब म चाहिँ सेरगेम्बा कटिङ गर्न गइरहेको छु अब म कटिङ गर्छु है त कस्तो भएछ आजको अलिक राख्नु पर्ने रहेछ यार नानी होइन होला ए पाकेछ अलिक छेउछेउको नपाके रहेछ यो नि हल्का नत्र पाकेको छ ल यति पातलो हो र ए बाक्लो हो र के चाहिँ यो काट्ने किन धेरै पातलो खाने र पातलो काट्दैन र चामल कमुल हाल्दा पनि किनेर खाएको होइन पातलो काटेको देखेको थियो कि चामल अझ हेर्नु त यत्रो पातलो हाल्दा पनि है नानी अब चाहिँ कत्रा पातलो हालिदिन्छु दामी भएको तर कस्तो दामी चाखौँ न त एउटा एउटा अब यहाँ यस्तो गरौँ न हेर्नु त हाई एभ्रिवान तपाईँहरूले खानुहुने जुमा म खान्छु अब
देखा मैले टिकटकको लागि एउटा टिकटकमा स्टोरी राख्नु ठाडोमा ल पहिले चुस गर्छु ल चुसी गर्नुपर्छ नि त यो अलिक पकाउँ होला हो नानीभित्र अलिक ए त्यो त पाकोस् न ल एकछिन म अब चुस गर्छु किनकि यो त हाम्रो चेमजोङतिङ अरू सबै सेवाहरूले हामीले खाँदाखेरि केही नगरिदिनु होला हामी त तिनचुला पूजा पनि गर्छौँ सेवाहरू मेरो अनुहार पनि दिएको छ है ए ल भयो अब यो चाहिँ म हल्का पातलो काट्नु भन्नुभयो कि हाम्रो नानीले यो पातलो काटे ठिक कर नजिक पनि ल्याउनु देखाउनु हाम्रो नेपाली ससेज अलिकति पाकेन छ हो चामल त ठिकै हो कि अलिक पाकेन नि नानी है ठुलो अलिक पाकेन होइन चामल त ठिकै होला यतिको त्यही भएर हाम्रो यो किन्दाखेरि के यस्तो ठुल्ठुलोको खासै बनाउँदैन होला के किनभने पाक्नु साह्रो हुन्छ अलिक मसिनोकै बनाएको हुन्छ नि त ल काटौँ यो सबैभन्दा ठुलो है है यी अलिकति यो पनि पाकेन छड्के गरेर मसिनो काट्ने मसिनो काट्दा यस्तो फुस्किन्छ नि त फुस्की भयो नि यहाँ हेर्नु न दिदी अलिकति पाकेन छ क्या यो चाहिँ ठुलो भएर चाम्रे जस्तो भयो ठिक छ यिनीहरू चाहिँ खाउने दिदी लु तपाईँ सबै त्यहाँ खाउन एक मुष्टि होइन नि अनि दाइलाई माथि लगिदिनु न त हुँदैन यसैमा लगिदिनु कति लगिदिनु अचार लगाइदेऊ अचार साइड मलाई कति लगाइदिनु अनि आउनु तपाईँ हामी यहाँसँगै खाउँ ल हाम्रो अचार यो चाहिँ ल एउटा खान्छु है म चोबेर खानु ल त्यो नपाकेको नखानु पेट बिग्रिन्छ होला हौ केही हुँदैन किन सेकमुरी हुन्छु र म झन् डराइरहेको छु यस्तो डर लाग्छ जो बोल्दा नि तर्सिने क्या ठुलो चाहिँ अलिक पकाउनु पर्ने रहेछ हो नानी हो झाड थामिदिन्छ दुईजनालाई झाड खानु खाने नि अनि खानु न पहिला अनि कोदोकोमा चाहिँ अलिकति भात ल्याइदिनु मिठो छ भन्नु हिजोको अलिक लाता तिम्रो चाहिँ एकदम दिदी सबै खाउन त्यही खाउन म त्यहाँ खाऊ हामी यहीँ खान्छौँ नि अनि एकैचोटि खाउँ न दिदीलाई पनि अन्त संयुक्तमा मजा आउँछ अलिक पाकेन छ है ठुलो उसको चाहिँ सानोको चाहिँ खाने कि दिदी जस गर्ने लु सबैले राख्नु ल एकछिनमा ऊ आन्द्रासँग खाउँ न त अनि आन्द्रा पनि पकाएर खानुपर्ने छ पर भुट्ने होइन अनि त्योसँग बरु खाउँ न होइन आउनु न यता यता पनि हाम्रो पकिरहेछ यो चाहिँ हाम्रो सेरगेम्बा हाम्रो दिदी अनि यता अर्को दिदी अब यो चेस गरौँ टमाटर नि त्यति मात्रै थियो है दुईजनाको सेरगेम्बा होइन कि यो चाहिँ खासमा सुँगुरको आन्द्राको सेरगेम्बा हो मान्छे चाहिँ यहाँ छ बिन्जीमा यता मिना अनि मेरा भदैनी सबैजना मिलेर भएको लु चेस गरौँ न हौ छिटो यहाँ आफूलाई चाहिँ खानु मन लागेर अघि टाक्दाखेरि नै चेस दिदी भिडियो चाहिँ अनै गरेको छैन होइन कट गरेको कस्तो लाग्यो दिदी ए नाक्मे मिठो छ नि अलिक के नपाकेर के अझ भित्र अलिक गर्नुपर्ने रहेछ यसको धेरै भयो क्या यो अलिक पाकेको
के भयो के भयो आउनु साइली जिउ भयो झरेको क्या मुखले धागो चाहिँ चुटाउनु पर्छ है अनि खाउनु पहिला कस्तो रहेछ राईले बनाएको खाउ न अन्त चाखौँ त सरगममा के हो यो बुझ्यो कहिले बनाएको भए पो होला त बिस्तारै त्यो त्यहाँ धागो छ खाऊ मिठो त साह्रो मिठो भयो होला हौ अब त्यो पाक्दैछ फेरि हाम्रो साइकेलमा चाहिँ अलिक चामल धेरै भएर अनि दिनमा त फेरि अब एक लट चाहिँ अलिक चामल कम गरेर पाक्दैछ हाम्रो सुगमको आमा ब्युटिफुल दिदी उहाँको घरमा छौँ हामी साह्रो मायालु हुनुहुन्छ साह्रो मायालु अन्त अनि कति मायालु हुनुहुन्छ त ब्युटिफुल अनि मायालु मनको धनी मान्छेहरू सबै राम्रो हुन्छ के हो त नि हजुर खै के चाहिँ काट्दै हो नि मेरो याक्खा राईको बुढी मेरो नन्दाले त्यो चाहिँ अलिक ठिक भयो क्या है त्यो अलिक मजाले पकाइयो पनि त त्यही भएर क्या ल यहाँ हाम्रो चाहिँ अब खान्थे पिन्थे ए मुढामा चाहिँ बस्नु पर्ला त्यसमा चाहिँ यो राख्नु न सर्गेम्बा यो चाहिँ आजको हाम्रो मेहनत हो अनि यहाँ जाँड पनि यहीँ छ अनि यसरी ओइ साइली तिम्रो एकछिन फोन राख है मलाई फेरि अहिले रिस उठ्छ अनि मैले फेरि जानेको छु साइली यता हेर कस्तो ह्यान्डसम छ यो साइली फेरि यो यहाँ राख्नु न साइला साइली यहाँ हजुर फोन राख्नु त्यही भनेको फोन राख्नु पनि ल फेरि 1 2 3 गो साइला अहिले यो साइलीलाई चाहिँ मैले जानेको छु नि त्यसपछि अब यहाँ अहिलेसम्म म चाहिँ सुँगुरको आन्द्रा नै बनाउँछु अनलाइन अब म माथि गएपछि अहिले अलिक तलतिर अझै भएको नै छैन राम्रोसँग भर्खर प्याज हाल्यो यो सुँगुरको त्यो चाहिँ अलिक क्रम हुने गरी गर्नुपर्छ नजिक आउनु तपाईँ प्यारी नन्दा नजिक देखाउ त कस्तो छ हजुर 5 बजेदेखि कतिको राति 9-10 बजी लगाइसक्यो स्टिल खतिरहेको छु कति राम्रो भएको चिसो छ यस्तै हो क्या है नन्दा टाइम लाग्छ नि त सुँगुरको आन्द्रा टक्क रातो हुने गरी हामी फरक पनि भुटेको नि त म पनि अब भरे भिडियो पठाइदिन्छु अनि युट्युबमा लगाएर हेर्नु मेरो ज्वाइँ साहबलाई सेवारो भनिदिनु अब यहाँ भाउजूलाई सेवारो गर्नु पर्दैन कहाँको उता भाउजूले सेवारो भन्दै हुनुहुन्छ के हुँदैन आदर सम्मान जसले कहिले सेवारो गर्नु ठुलो जसले गर्दा पनि हुन्छ सेवारो ज्वाइँ बाबु अब तपाईँ त साइनोले ज्वाइँ बाबु पढ्नु भएछ है त फेरि याखातिर कुरा गऱ्यो भने त अर्कैतिर जाने रहेछ ठिकै छ अब यतिसो अर्कैतिर पनि साइन हुन्छ याखा देउनहरू त हामी राई जस्तो त हो नि दाजुभाइ जस्तो त हो नि अनि त्यही भनेर भनेको दिदीकोबाट त लिप्जु कलेक्सनबाट धेरैवटा लुगा अनलाइन अर्डर गरिसकेको अरे ज्वाइँले भन्नुहुन्छ ल सुन्दै हुनुहुन्छ त हो र अनि कहिले नि अब त्यही त चिन्जान नभएपछि यस्तै हुन्छ नि ज्वाइँ बाबु हजुर हजुर त्यही त पहिला त्यहाँ त्यो के अरे आर्मी कलरको लुगाहरू मैले लिएको थिएँ ए त्यही भएर ए ल हुन्छ नि अब चिन्जान भयो अब चाहिँ भन्नु न स्पेसल डिस्काउन्ट दिउँला रमाइलो भन्दैछ नि दिदी हजुर यहाँ त बहुत रमाइलो मैले मेरो नन्दालाई चिने उहाँ पनि नेङबाङमा रहेछ अब म नेम्बाङसँग बिहे गरेको अनि ए ऊ र मेरो त यहाँ रोइला भइरहेछ अघि 4 बजीदेखि यहाँ सुँगुरको आन्द्रा ल्याएर पकाउनु थालेको आज सेरगाम्बा अनि त्यसै गरी यहाँ आन्द्राहरू स्टिल भुट्दैछौँ अब हल्का तुच्चा लाउनु पर्यो भनेर नि ल बोल्नु पाएँ खुसी लाग्यो पछि आउँदाखेरि भयो भने म तपाईँहरूकोतिर नि निस्किने भनेको यहाँ नन्दालाई भनिरहेको छु अब कतिको सम्भव हुन्छ हजुर हुन्छ नि ल है हस् ल बोल्नु भनी अब अनि अरू के भन्नु छ भन्नु भयो